गुड मर्निङ साथीहरु। आज विशेष गरी 2081 साल 12 महिना आज 30 गते हाम्रो थम्बनेल हेरेर तपाईले थाहा पाइसक्नुभयो होला हाम्रो आजको यात्रा कता हो भनेर। र आज हामी विशेष गरी हाम्रो चाहिँ बुढाबुढीको यात्रा हामी प्रत्येक वर्ष यसरी नै बेला बेलामा गन्तव्यहरु कुनै न कुनै राम्रो राम्रो गन्तव्यहरु निस्किने गर्छौं। र आज फेरि हामीले एउटा तपाईको लागि भनेर राम्रो गन्तव्य रोजेका छौं, जुन चाहिँ नयाँ पुल हुँदै घोरेपानी पुन हिल। यो चाहिँ एकदमै प्रसिद्ध ट्रेक मध्येमा पर्छ। हामी पनि एकचोटि जाउँ न भन्ने हिसाबले हामी तयारी हुँदैछौँ। ल अब तपाईले पनि हाम्रो यात्रालाई चाहिँ इन्जोय गर्नु होला। कस्तो छ बाटो, के छ, कति समय लाग्छ त्यो हामी तपाईलाई चाहिँ अपडेट गर्नेछौँ। ल अब हाम्रो यात्रा सुरु गरौँ है त। A few moments later. र साथीहरु अहिले हामी यो यात्रा गर्ने क्रममा बुढा आइसकेपछि ठुलो पानी परिसकेपछि सबै कपडाले भिजेर जान सक्नुहुन्छ। म अहिले पनि मेरो नै कपडाहरू पुरै यहाँ भिजेको छ। यहाँ हामीले भिजेको कपडालाई यहाँ भित्र राखेका छौँ भने अब फेरि अब यहाँ कपडा पनि फेरि धेरै लिएर आइएन। यो मेरो जग्रिङ पुरा भिजेको अवस्था छ। यहाँ पुरा खोलखाल गरिएछ, बाइकहरू पुरा सबै सामानहरू भिजेर निकालियो। जुत्ताको अवस्था यहाँ छ, पुरै भिजेको अवस्था छ। र अझै पनि बाहिरको दृश्य यस्तो छ। पानी बिहान परेको थियो भने अहिले केही मौसम खुल्ला जस्तो छ, त्यसले गर्दाखेरि अब जाने हो कि भन्ने भइरहेको छ है त। सिस्टम फेल भएर बस्छ। फाइनली अहिले पनि हामी लगभग यो स्याङ्जा बजारबाट झन्डै 2 किलोमिटर अगाडि बढिसकेपछि मैले यहाँ केही समय पहिला पनि बुझेको थिएँ कि स्याङ्जाबाट पोखरा जाने बाटो पनि छ भन्ने थाहा पाएको हुनाले जाउँ न त भन्ने हिसाबले यहाँ आएर सोधिसकेपछि यो बाढखोलाबाट सिधै पोखरा बाटो पुरै पिच्छ भनिसकेपछि जाउँ न भन्ने हिसाबले अब हामी यो बाटो हुँदै जान्छौँ है त। हामी देख्न सक्छौँ यो बाढखोला बजार। यो बाटो चाहिँ मेरो लागि पनि पहिलो अनुभव हो। यो बाटो हुँदै पोखरा निस्किन्छ भन्ने कुरा स्थानीयले पनि भन्नुभएको छ। र बाटो लगभग पुरै नै पिच छ भन्ने कुरो छ। र यो बाटो पोखरा कुन ठाउँ निस्किन्छ त्यो म तपाईँलाई जानकारी दिनेछु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। के छ कसो बाटोको अवस्था म तपाईँलाई सबै कुरो अपडेट गर्नेछु है त। हामी भर्खरै मात्रै नेपालकै सुन्दर नगरी पोखरा आइपुगेका छौँ। बाढखोलाबाट हामीलाई झन्डै 1.5 घन्टा लाग्यो। यदि हामी सिधै नगरिकन आएको भए 1 घन्टामा आउँथ्यौँ। तर बिचमा हामी एकछिन ठाउँ ठाउँमा रेस्ट गर्दै त्यहाँको प्राकृतिक सुन्दरताहरूलाई
रमाउँदै हामीलाई लगभग 1.5 घन्टा लाग्यो र बारखोलाबाट पोखरा जोडिने स्थान भनेको घारेपाटनमा यो बाटो जोडिन्छ र त्यसपछि भने अब हामी अगाडि बढिरहेका छौँ। Few moments later. फर्कन होला अब म गएपछि उतैतिर सम्झन्छु ल धेरै नै कहिले काहीँ सम्झिदिँदा A few moments later. र फाइनल साथीहरू हामी यो ब्रिटनी भन्ने ठाउँमा आइपुगेका छौँ। रातको यहाँ हामी आइपुग्दाखेरि लगभग झन्डै 8 बज्थ्यो होला, अलिकति थकी लागेको छ। अब हामी सुत्छौँ ल, भोलि भेट्दै साथीहरूलाई गुड नाइट। गुड मर्निङ साथीहरू है, गुड मर्निङ। अहिले हामी हिजोको बास हाम्रो ब्रिटानीमा भयो र अहिले म यो ब्रिटानी भन्ने ठाउँमा छु। यहाँको भ्यू म तपाईँलाई देखाउन चाहन्छु। हामी बसेको होटल चाहिँ यहीँ हो, हिजो राति होइन। बिहान एकदम मिठो। अब यो बाटो हुँदै हामी आएको बाटो हिजो यो बाटो र यो बाटो हुँदै जाने भनेको तपाईँको एबिसी पुन हिल, त्यस्तै गरी तपाईँको चाहिँ कान्द्रुक जाने बाटो यही हो। यो मेरो लागि अब पहिलो ट्रिप नै हो। अब त्यसले गर्दाखेरि अब हामी यहाँ यसो माथि जान्छौँ। के छ माथिको अवस्था हामी तपाईँलाई अपडेट गर्छौँ। हामी ब्रिटानीबाट हिँडेको मात्र धेरै छैन, मोटामोटी 500 मिटरमा हामी माथि आइसकेपछि यहाँ दुईवटा बाटो यहाँबाट छुट्टिएको छ। तपाईँ यहाँ बोर्ड पनि देख्न सक्नुहुन्छ। राइट गयो भने हामी यता घान्द्रे पुग्न सकिन्छ भने यो लेफ्ट बाटो हुँदै हामी जान सक्छ उल्लेरी हुँदै तपाईँको चाहिँ पुन हिल जाने बाटो चाहिँ यो देख्न सक्नुहुन्छ। हामी ब्रिटानीबाट हाम्रो यात्रा हामीले तय गरिसकेका छौँ। बाटो जस यो ढलान चाहिँ भएको बाटोमा हामी हिँडिरहेका छौँ। बाटो यतिको बाटो राम्रो छ। अहिलेसम्म छेउछाउमा पुरानो किसिमका घरहरू रङ्गी बिरङ्गी घरहरू हामी देख्न सक्छौँ। अति नै सुन्दर छ। यात्रा हाम्रो अगाडि बढिरहेको छ। साथीहरू अहिले हामी ब्रिटानीबाट लगभग 15-20 मिनट हिँड्ने होला। बाटोको अवस्था भन्नुपर्दा यस्तै छ बाटोहरू कि अब कच्ची भन्नाले एकदम कच्ची पनि होइन, अफरोड त्यस्तो अफरोड पनि होइन, जस्ट ठिकै छ। अब तपाईँको चाहिँ ग्राभल बाटो अलिकति खोलाको छेउछाउबाट एकदम यहाँको लोकेसन पनि एकदम राम्रो छ। बिहानको मौसम हो यो, एकदम मौसम आज खुलेको छ। चारैतिर मौसम एकदम खुलेको छ। छेउमा पानी, छेउमा खोला बगिरहेको छ। साथमा हामी बुढाबुढी छौँ होइन, बुढे ठिक छ नि। अब यस्तै हो यात्राहरू होइन। अब हामी बुढाबुढी बेला बेला कुरो गरेर लान्छौँ। अब यसो आफ्नै पाराले बिस्तारै बिस्तारै हिँड्दैछौँ हामी होइन। अब कहाँ पुगिन्छ के छ तपाईँहरू हामी त्यो अपडेट गर्नेछौँ।
हामी यो उल्लरी जाने क्रममा छौँ। यहाँ बाटो एकदमै यस्तो छ है, बहुत हो भाइ यो बाटो यति खत्तम रहेछ नि तपाईँको बाटो। हेर्नुहोस् बाटोको हालत यस्तो छ, दुईजनालाई बाइकमा आउनलाई यति गाह्रो भइरहेको छ। ए अब श्रीमती कहिले चढ्ने कहिले झर्ने गरेछिन्। अब बेला बेलामा रिसाउँछन्, बुढी हिँड्नु पऱ्यो भने फकाउँदैछु म। अब यहाँतिर बाइकलाई पनि एकदम रेस्ट दिनु पऱ्यो, एकछिन निकै बेर हिँड्यो, त्यसले गर्दाखेरि यसो बाइकलाई दिनु पऱ्यो भन्ने हिसाबले हो। अब हामी यहाँ यसो केही कुराहरू चट्ट यहाँ जङ्गलको चाहिँ यहाँ अर्ग्यानिक चिज अब हामी यहाँ खाना गइरहेका छौँ स्याक्क लगाएर। ल एकदमै ध्यान त एकचोटि एक पिस है सतरी। अब यो हाम्रो ग्रास तर यहाँ कुरास चाहिँ टन्नै ढिचेको जस्तो होइन। ल हामी बाटोमा छौँ, बाटो एकदम तपाईँको चाहिँ कच्ची, सुरुमा त ठिकै थियो, पछि पछि यति अफरोड छ नि तपाईँको चलाउनलाई, यति गाह्रो भएको छ मलाई। त्यसमा फेरि अब ढाड राख्ने मान्छे यस्तै गाह्रो भयो। त्यही ढुङ्गा कति समय लाग्ने पुग्नलाई पनि थाहा छैन, गाह्रो भयो है। साथीहरू अर्ग्यानिक यति दुःख पाइएछ यो बाटोले, यस्तो ठाडो उकालो छ। त्यसले गर्दाखेरि यहाँ बाइक नजानेको हुनाले उता म्याडम चाहिँ हिँड्दै कहिले झर्ने कहिले चढ्ने छ, यस्तो छ नि उकालो पनि। आमा यस्तो छ बाटो, त्यसले गर्दाखेरि धेरै गाह्रो भयो। बाइकले तानेको छैन, हामी आएको बाटो त्यो हो। सुन्दर त अति सुन्दर, तर यहाँ नतान्दाखेरि यहाँ पुरा हिँडैमा छ। पुरा भन्नु भएको छ म्याडम, के छ अवस्था, के छ भन्न, के भन्नु छ म्याडम? ठिकै छ, के भन्नु र, यस्तै हो यात्रामा हिँड्नु पनि पर्छ होइन। है अब चाहिँ एकदम ल फाइनली अब हामी बिरेठानीबाट अब यहाँ हामी खानपिन भयो। एकदम यहाँको चाहिँ यो अति नै राम्रो र यहाँ एकदम स्वादिष्ट खाना आमाकोमा खाइयो। बिस्कुट हाल्नु नि पर्दैन, प्याकेट त महँगो हुन्छ कि हल्का आउनु युज गर न, प्याकेटिङ भन्ने बित्तिकै महँगो पऱ्यो। त्यो रेडिमेड बिस्कुट चाहिँ हाल्ला होइन, बिस्कुट चाहिँ हाल्ला। ल यहाँ एकदम यो पोइन्टबाट हिँड्नलाई ट्रेकिङ तलबाट हुन्छ, तर हामी यो बनठाटीको यो माछापुछ्रे होटलमा छौँ। यो बनठाटी बस्नलाई यहाँ राम्रो व्यवस्था पनि रहेको छ, त्यस्तै गरी खानाको पनि त्यस्तै राम्रो व्यवस्था। म्याडम छिटो हाल्नु हिँडिहाल्नु न, अब ढिलो हुन्छ कि। यहाँ आमा चाहिँ एकदम पुरानो व्यवसाय, परिवारसित मिलेर यहाँ व्यवसाय गर्नुभयो भने धेरै नै वर्ष भयो भन्नुभएको छ। र अब हामी यहाँबाट हाम्रो ट्रेकिङ अब हाम्रो यहाँ सुरु हुन गइरहेको छ। हामीले बाइक यहीँ बनठाटीमा राखेका छौँ। जानलाई बाइक अझै माथिसम्म जान्छ, तर माथि बाटो एकदमै खराब छ, साह्रै दुःख हुन्छ भनिसकेपछि हामीले हाम्रो बाइकलाई यहीँ राखेर यहाँबाट हामी हाम्रो यात्रा हाम्रो ट्रेक सुरु गर्न गइरहेका छौँ है त।
later. फाइनली साथीहरू हामी अहिले घरै पनि आइयो यस्तो छ अवस्था पानी परिरहेको छ ए पानी परेर हामी यस्तो छ है रोज्दै अब ल पानी परिरहेको छ हामी भर्खरै आइपुग्यौँ बिस्तारै बिस्तारै अब हामीलाई लब लाग्यो 3 घन्टा लाग्यो आकाश खडाङ्ग परिरहेको छ है ल अब हामी एउटा इन्ट्रान्स हेरेको छ यहाँ चेकपोस्ट छ है अब यहाँ घरै पनि आइपुग्यौँ अब कस्तो Right now, I have a guy from Haryana. Is a very adventure guy, and in a short introduction, please. Yes, so my name is Sahil Kumar and I'm from Haryana and I'm traveling since 1.5 months. I did backpacking in India and now I'm traveling in Ladakh. I'm traveling in Nepal and we are going to ABC trek. And right now we are going for the Poon Hill to see the sunrise. And we are hoping that everything will be clear so we can see. Thank you for your opinion.